मनले चाह्यो भन्ने कुरा। त्यही भएर साधना गर्दाखेरि के गर्नुहुन्छ आँखालाई छोपेर अनि यो बाह्य देखिने आँखालाई बन्द गरेर तपाईँले भित्री आँखालाई चाहिँ उजागर गरिकन के गर्ने अनि मनमा अब हाम्रो नेपालीहरूको बारेमा कस्तो हुन्छ भनेर पनि भन्ने गर्छ भन्दाखेरि आफ्नो जिउका हामी भइसकेको बेलाले अर्काको जिउको जुम्रो पनि भेट्छ भन्छ नि अरूको गल्ती अरूले के गर्यो भन्ने कुरालाई चाहिँ हामी धेरै त्यो गर्छ। त्यही भएर भगवान्ले अरूलाई होइन आँखा बन्द गरेर अब भित्री आँखा खोलेर परिवर्तन कहाँ भइरहेको छ भनेर आफूमा हेरेर परिवर्तन गर्दैन। म आफूमा भएको कमजोरीलाई के गर्छु म बुझ्छु भनेर त्यसै जानु पर्यो भन्नु पर्यो है। त्यही भएर यी दुवै कुराको समारोहको रूपमा चाहिँ उहाँले जुन यो अब यहाँ खोलेर अब यहाँका स्थानीयहरूलाई पनि यसको चाहिँ लाभ दिन खोजिराख्नु भएको छ। उहाँ साधुवाचक पात्र हुनुहुन्छ। यसरी नै तपाईँ अगाडि बढ्नुहोस् है। अनि तपाईँ सबैले पनि जान्नुहोला योग मात्र गरेर साधना मात्र गरेर यहाँनिर शरीर दबाईका तपाईँले साधना गरेर साधना गर्छु गरेर शरीरमा राख्नु पनि त्यसको एउटा ब्यालेन्स तपाईँहरूले चाहिँ जान्नु भएर अनि तपाईँहरूले यो क्रियाकलाप अगाडि बढ्नुभयो भने पक्कै पनि तपाईँहरूले सफलता हासिल गर्नुहुनेछ भन्ने मनबाट यही नै तपाईँहरूले सुधार व्यक्त गर्दै अझ यस स्थापनाको भयो अझ कुरोको प्रगति गर्दै अहिले हाम्रो रविन्द्र बाबाजुले है तपाईँहरूलाई बुझाउनु भयो जस्तै अब बोल्ने कुरामा बोल्ने त छ योग भनेको त तपाईँले अभ्यास गर्ने होला नि होइन ध्यान साधना भनेको आँखा चिप्लो गरेर मैले यहाँ तपाईँहरूलाई ठुल्ठुलो कुरा गरेर हुँदैन त्यसलाई तपाईँले प्रत्येक अनुसरण गर्नुहोस्। अनि अघि विज्ञानको विद्यार्थीले भने जस्तै भगवान् बुद्धले धर्ममा व्याख्या गर्नुभएको स्वाथातो भगवता धम्मो सन्दिग्धको अकालीको यही पसीको ओपनाइको प्रचलन वेदितको विन्योयति यहाँनिर धर्मलाई पनि तपाईँले खेलाएर है पसलमा गएर लुगा किन्दाखेरि पनि आफ्नो रङको छ कि छैन आफ्नो साइजको छ कि छैन आफूलाई मनपर्ने हो कि भन्ने जस्तै धर्मलाई पनि त्यसरी खेलाएर तपाईँले साँच्चै लिन सक्यो भने अन्य त्यसले तपाईँलाई उन्नतिको बाटो चाहिँ अग्रसर गराउनेछ भनेर अन्तिम यही कुरालाई तपाईँहरूको बाजु राख्दै पुनः यहाँका कार्यक्रम व्यवस्थापन धेरै साधुवाद व्यक्त गर्दै आफ्नो मन्तव्य यही नै अन्त्य गर्छु। भवतु सब मङ्गल सबैको कल्याण होस्। धन्यवाद ऋषि गुरु दशमन्त्रज्यूलाई। उहाँले योग भनेको यो शरीरलाई चुस्त दुस्त राख्ने माध्यम हो भने त्यस्तै गरेर मनलाई चुस्त दुस्त र राम्रो राख्ने